नमस्कार साथीहरू, आजको भिडियोमा चाहिँ दिदीको चार्ट एनालाइसिस गर्नेछौँ। धेरैजना साथीहरूले यो स्टकको बारेमा सोध्नु भएको थियो, त्यही भएर यसको आज एनालाइसिस भिडियो बनाइरहेको छु। सबैभन्दा पहिले त चार्ट हेर्दा एउटा कुरा चाहिँ क्लियर देखिरहेको छ। केही महिनादेखि चाहिँ यो स्टकले प्राइस यो लेभलदेखि यो लेभलसम्म मात्रै काम गरिरहेको थियो, यही वरिपरि पुगेपछि घुमिरहेको थियो भन्न सकिन्छ। माथि जान खोजेको पनि धेरैचोटि थियो, तर प्रत्येक पटक यो लेभलसम्म 390 को वरिपरि यो लेभलसम्म आएर प्राइस चाहिँ मुनितिर नै परेको देखिन्छ। मतलब के बुझिन्छ भने बेच्नेहरू हावी भएका कारणले यो प्राइस तल आएको हो। तर अहिले चाहिँ केही फरक देखिएको छ। एउटा यो क्यान्डल जुन हेर्दै हुनुहुन्छ, यो क्यान्डल चाहिँ पहिलाको भन्दा चाहिँ अलिक फरक देखिएको छ। पछिल्ला दिनमा चाहिँ हरियो क्यान्डलहरू बनेको थियो र भोल्युम पनि राम्रै ठिकठिकै राम्रै भनौँ न, राम्रै भोल्युमका साथ कारोबार भएको थियो। यसको मतलब के देखिन्छ भने खरिदकर्ताहरू चाहिँ चासो बढेको देखिन्छ। यसमा धेरैजनाको प्रश्न हुनसक्छ, यो लेभलमा चाहिँ किन्ने हो त भन्ने प्रश्न आउन सक्छ। मेरो विचारमा चाहिँ अहिले चाहिँ किन्नुभन्दा पनि यो 390 को लेभल जुन छ, यो जोनलाई ध्यान दिएर हेर्नुपर्छ। किनभने यो लेभलमा पहिले धेरै पटक रिजेक्सन आएको छ। यो स्टक चाहिँ यो जोनबाट चाहिँ राम्रो भोल्युमका साथ यहाँनिर कारोबार गर्न सक्यो र प्राइस योभन्दा माथि टिक्न सक्यो भने आज योभन्दा माथि प्राइस टिक्न सक्यो भने चाहिँ तपाईँले यो स्टक किन्न सक्नुहुन्छ। र यो स्टक चाहिँ योभन्दा माथिको जोन सुरु भयो भने चाहिँ योभन्दा माथि प्राइस जान सक्छ। त्यही भएर अब तपाईँहरूले यो ठाउँबाट रिजेक्सन पाउनुभयो भने चाहिँ फेरि यो लेभलसम्म आउन सक्ने चाहिँ सम्भावना हुनसक्छ। त्यसैले अहिले मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो लेभलबाट ब्रेकआउट कन्फर्म हुन्छ कि हुँदैन भन्ने कुरो। यदि तपाईँले पहिले नै यो लेभलमा तपाईँले किनेर स्टक होल्ड गर्नुभएको छ भने अहिले पनि तपाईँ होल्ड गरेर बस्न सक्नुहुन्छ, आत्तिएर नबेच्नु होला। र यदि तपाईँले यहाँ इन्ट्री लिन खोज्दै हुनुहुन्छ भने धेरै नै ठुलो रिस्क हुन जान्छ। आज यदि यो लेभलभन्दा माथि प्राइस क्लोज भयो भने मात्रै तपाईँले यहाँनिर इन्ट्री लिनुहोला र यहाँभन्दा मुनि नै यहाँसम्म मात्रै प्राइस गएर क्लोजिङ भयो भने यहाँनिर इन्ट्री लिनु चाहिँ तपाईँलाई एकदमै धेरै जोखिम हुन जान्छ। त्यही भएर तपाईँहरूले स्टप लस र रिस्क म्यानेजमेन्ट भन्ने कुरा जहिले ध्यानमा राख्नुहोला। र नयाँ इन्ट्री खोज्नु भएको छ भने ब्रेकआउट कन्फर्म भएपछि मात्र, राम्रो पुलब्याक आएपछि मात्र सोच्नु सुरक्षित हुन जान्छ। अन्तिममा एउटा कुरा के भन्न चाहन्छु भने यो सेयर बजारमा कसैले पनि 100% एनालाइसिस चाहिँ गर्न सकेको छैन। यो मेरो चाहिँ तपाईँको व्यक्तिगत विश्लेषण मात्र हो। अब तपाईँले यो स्टकमा किनबेच गर्न चाहनुहुन्छ भने आफैले रिसर्च गरेर मात्रै तपाईँले बाई वा सेल गर्नुहोला। यदि तपाईँलाई भिडियो मन पर्यो भने लाइक गर्नुहोला र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। र अर्को कुन स्टकको एनालाइसिस भिडियो चाहियो भन्ने चाहनुहुन्छ भने कमेन्टमा लेख्नुहोला। धन्यवाद, भेटौँ अर्को भिडियोमा।